अहिले त धेरै काटेर रहेछ नि त टिपिसक्नु रहेछ काटिसकेको रहेछ नि है चारैतिर चियाका बोटहरू छन् गुराँस फुलिसकेको छ गुराँसको बोटल चिया चाहिँ गुरुङ कटेज 1630 मिटर त्यही घरै हुन्छ लाग्दैन ब्यालेन्स हाले होइन मेरोमा छैन कि हेर्नुहोस् गाइस गरे के हुँदैन भन्ने उदाहरण यो लङमा आएपछि देखियो यहाँ कति प्रकारका कति क्वालिटीका चियाहरू बन्छन् प्याकिङ हुन्छन् यही प्रशोधन हुन्छ प्याकिङ हुन्छ त्यो पनि हामी देखाउने छौं अनि प्रशोधन गर्ने ठाउँहरू पनि हामी कारखाना हामीले देखाउने छौं यहाँ काटछाट भइसकेको रहेछ मेरो सहयोगी रोशन परियार मेरो पछि आउँदै हुनुहुन्छ
यहाँ होटल होला अब होटलमा एकछिन आराम गरेर माइती लाग्नु पर्ला अझै प्रशस्त ठाउँ छन् हेर्न लायकका आउनुपर्छ हेम्जा लिन आएको थिएँ नि हेम्जा लिन आएको थिएँ यहाँ टेक्दाले हेर्नु भएछ तोकेर क्या मौरीले यो मौरी रहेछ कि सरको घाम यो किन काटेछ नि त्यसरी यो वर्षमा एकचोटि काटछाँट गर्नुपर्छ झ्याम्मै हुन्थ्यो यस्तो यो भित्र यो उसले काटेछ नि माथि पनि यो यहाँ अब 3 पाते भयो भने टिप्ने सुरु हुन्छ हो यो हो कि अब टिप्दै हजुर यो कलिलो पत्ता यतातिर हातले टिप्ने चलन छ उता विकसित देशमा त मेसिन लगाएर ठुलो त्यो उसमा के अरे राम्रो भएन क्या बाजे भाग्यमा नि हुँदो बाजे भाग्यमा नि हुँदो रहेछ त्यसलाई आउनु थियो होला मौसम ठिक यहाँभन्दा उता छैन यति होला यता माथि यहाँसम्म चाहिँ माथि पनि छ यहाँसम्म चाहिँ योभन्दा उता छैन छ यता तलतिर पनि छ तर यस्तै होइन यो सानो छ यता यता तल पनि छ ठाउँमा चाहिँ ठाउँमा चाहिँ धेरै जमिन छ मेन भनेको यति नै हो कि यो यता तल अनि उता सबै छ यो के अरे त्यो नकाटेको काटछाँट नगरेको धेरै हुँदो रहेछ त्यसमा त यो यसलाई काटछाँट गरेर भने यस्तै हुन्छ त्यो के कारणले काटछाँट नगरेको ठुल्ठुलो धेरै छोडिदिँदा ठुलो हुँदो रहेछ फेरि टिप्ने हुँदैन यो त्यत्रो हुँदो रहेछ यसमा त धेरै छ है यो सब टिप्नु पर्नेहरू फेरि यो यत्तिकै टिप्दैन अलि पत्ता ठुल्ठुलो भयो भने टिप्छ लगभग हामीले चिया बगान हेरिसक्यौँ अब बाटो लाग्ने तर्खरमा छौँ तपाईहरु पनि यो चिया बगान हेर्नको लागि आइदिनु होला भिजिट गर्नको लागि आउन सक्नुहुन्छ अनि यहाँको स्वदेशी उत्पादन चियाहरू विभिन्न
क्वालिटीका ग्रिन टीहरू लिएर स्वदेशी उत्पादनलाई बढावा दिन सक्नुहुन्छ। ल धन्यवाद है त। एक सय 14जना 2060 केजी वार्षिक उचाइ 1420 समुद्री सतहदेखि। $50 500 पर्यो चाहिँ। यो व्हाइट टी 100 ग्रामको 500 यो चाहिँ। यो चाहिँ टी केक 100 ग्रामको 1500 पर्छ यो चाहिँ एउटा। यो ब्ल्याक टी हो। यो चाहिँ 250 ग्रामको 500। यो चाहिँ गोल्डन टी। यो चाहिँ तपाईको 125 ग्रामको 500 पर्यो। नमस्ते। अहिले हामी इलवाङको चियाबारी घुमिसकेर यहाँ चिया फ्याक्ट्रीमा आएका छौँ र हामीले विभिन्न प्रकारका चियाका यहाँ उत्पादित वस्तुहरू भन्ने चियाहरू अवलोकन गऱ्यौँ र उहाँबाट धेरै जानकारी पायौँ। र तपाईहरुले पनि यो स्वदेशमा उत्पादित चिया प्रयोग गरेर हाम्रो स्वदेशी उत्पादनलाई प्राथमिकता दिएर स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुहुनेछ भन्ने अनुरोध गर्दछु। हस्त धन्यवाद।